के तपाईले सोच्नु भएको छ नेपालमा जम्मा 5 लाखको लगानीमा पनि उद्योग खोल्न सकिन्छ अनि त्यो पनि आफ्नै गाउँपालिकाले हेर्ने गरी? यो सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो हो। मलाई त सुरुमा पत्याउनै गाह्रो लाग्यो। हो, धेरैलाई यसबारे थाहै छैन। सरकारी निकायहरूसँग कुरा गर्दा उनीहरूको नियम कानून हेर्दा यस्ता कतिपय कुराहरू फेला पर्छन्। त्यसो भए आज यसमै अलि गहिरिएर कुरा गरौँ न त। नेपालमा उद्योग दर्ता अनि सरकारी सहायताका प्रक्रियाहरू, खास गरी कम थाहा भएका पक्षहरू। हुन्छ। हाम्रो आधार पनि यिनै सरकारी संवाद र जानकारीहरू हुन्। कहाँबाट सुरु गरौँ त? सायद उद्योगको वर्गीकरणबाट? ठिक हुन्छ। लगानी कति छ, उद्योग कस्तो हो, त्यसले कुन अफिस जाने भन्ने फरक पार्छ। जस्तो मेरो लगानी 5 लाख रुपियाँ भन्दा कम छ भने, सानो पुँजी छ भने। त्यस्तो छ भने त तपाईले आफ्नै स्थानीय तह, मतलब गाउँपालिका वा नगरपालिकामा दर्ता गर्न सक्नुहुन्छ। त्यहीबाट हुन्छ? हजुर। तर 5 लाखदेखि 5 करोडसम्म स्थिर पुँजी छ भने चाहिँ जिल्ला तहको घरेलु तथा साना उद्योग कार्यालय जानु पर्यो। अनि त्यो भन्दा पनि ठूलो 5 करोड माथि? हो, 5 करोड भन्दा माथिको लगानी छ भने चाहिँ केन्द्रमा उद्योग विभाग अन्तर्गतको निर्देशनालयले हेर्छ। लगानी अनुसार धाउनुपर्ने अफिस फरक पर्ने रहेछ। यसमा वडाको के भूमिका हुन्छ कि हुन्न? हुन्छ नि। कानूनले नै स्थानीय स्तरमा उद्यमशीलता बढाउन वडा समितिलाई पनि जिम्मेवारी दिएको छ। राम्रो कुरा हो यो त। स्थानीय तहबाटै प्रोत्साहन हो। ल, अब दर्ता प्रक्रियालाई अलिक केलाएर हेरौँ है। के चाहिन्छ, कतिको झन्झट छ? प्रक्रिया अलि विस्तृत त छ, तर नसकिने चाहिँ होइन। पहिलो कुरा, फर्म भर्दा उद्यमी आफै जानुपर्छ। आफै उपस्थित हुनु पर्यो? अनि नागरिकता, भर्खर खिचेको फोटो, त्यो त भइहाल्यो। अनि जग्गा जमिनको? जग्गा आफ्नै हो भने लाल पूर्जाको कपी, भाडामा हो भने घर धनीसँग सम्झौता। त्यो सम्झौता मात्रै भएर भयो त? त्यसलाई वडाले प्रमाणित पनि गरेको हुनुपर्छ। वडाको सिफारिस जस्तो। अनि दस्तुर नि पैसा कति लाग्छ? दर्ता गर्दा सामान्यतया 3000 जति लाग्छ। नवीकरण गर्दा चाहिँ अलि फरक पर्न सक्छ। कति फरक? उद्योगको लागत वा स्थिर पुँजी हेरेर बढीमा 12,000 सम्म लाग्न सक्छ। मैले कागजात हेर्दा एउटा ख फारम भन्ने पनि देखेको थिएँ। त्यो के हो खासमा? अरू फारम जस्तै सामान्य नै होला नि? होइन, यहाँनिर धेरैजना झुक्किनुहुन्छ। त्यो ख फारम सामान्य फारम मात्र होइन। हो र? के हो त त्यो? त्यो खासमा तपाईको प्रस्तावित उद्योगको पूरा बिजनेस प्लान हो। तपाईँ के बनाउनुहुन्छ, कसरी बेच्नुहुन्छ, कति लगानी, कति कामदार राख्नुहुन्छ, सब त्यसमा प्रष्ट खोल्नुपर्छ। ओहो, भनेपछि त्यो त एकदम महत्त्वपूर्ण रहेछ। खालि फारम भर्ने काम मात्रै होइन? बिल्कुल। आफ्नो व्यवसायको पूरा खाका बनाउने अवसर हो त्यो। उद्यमी आफैलाई पनि स्पष्ट हुन मद्दत गर्छ। सही हो। अब उद्योगका प्रकारहरू पनि छन्, क्यारे लघु, घरेलु, साना भनेर? छन्, छोटकरीमा भन्दा। हजुर। लघु उद्योग हुनलाई सामान्यतया 20 लाखसम्म स्थिर पुँजी, 9 जनासम्म कामदार, वर्षको 1 करोड भन्दा कम कारोबार अनि 20 किलोवाट भन्दा कम बिजुली, यस्तो मापदण्ड छ। अनि घरेलु नि? घरेलु चाहिँ अलि फरक। परम्परागत सिप, स्थानीय कच्चा पदार्थमा आधारित हुनु पर्यो। यसको कारोबार पनि वर्षको 1 करोड भन्दा कम अनि बिजुली 50 किलोवाट भन्दा कम। अनि साना उद्योग? साना उद्योगको दायरा अलि ठूलो छ। यसमा 15 करोड रुपियाँसम्म स्थिर पुँजी भएका उद्योगहरू पर्छन्। ल, अब अलि चाखलाग्दो कुरा गरौँ। प्राविधिक सहायता, स्टार्टअप अवसरहरू, त्यो प्रविधि हस्तान्तरण कार्यक्रम भन्ने के हो? त्यो पनि छ। खास गरी नयाँ प्रविधि प्रयोग गर्न चाहने, नयाँ आइडिया भएका उद्यमीलाई एकदमै उपयोगी हुन सक्छ। कस्तो सहयोग पाइन्छ त्यसमा? सरकारले यस्तो कार्यक्रममा आवश्यक प्रविधि वा मेसिन किन्न 50% सम्म अनुदान दिन सक्छ। 50%? त्यो त राम्रो रहेछ। सफ्टवेयर जस्ता कुरामा पनि पाइन्छ? सम्भावना छ। कतिपय अवस्थामा सफ्टवेयर जस्ता प्राविधिक समाधानमा सरकारसँग 50-50 लागत साझेदारी गर्न सकिने व्यवस्था पनि छ। अनि त्यो स्टार्टअप लोनको कुरा नि? त्यो पनि छ। स्टार्टअप नीति 2079ले नयाँ र अलि फरक खालका आइडिया भएका उद्यमलाई सहुलियतमा ऋण दिने व्यवस्था गरेको छ। यसले त नयाँ केही गर्न खोज्ने, खास गरी प्रविधिमा आधारित व्यवसाय गर्नेलाई त निकै हौसला मिल्ला। पक्कै पनि। अब एउटा एकदमै महत्त्वपूर्ण प्रश्न सोधौँ है, जसमा धेरैजना अलमल्लिन सक्नुहुन्छ। कम्पनी रजिस्ट्रारमा कम्पनी दर्ता गर्नु र उद्योग विभागतिर उद्योग दर्ता गर्नु एउटै हो त? एकदमै राम्रो प्रश्न र यो बुझ्नै पर्ने कुरा हो। यी दुईवटा बिल्कुल फरक कुरा हुन्। फरक हुन्? कसरी? कम्पनी दर्ता गर्नु भनेको तपाईले एउटा कानुनी संस्था, लिगल एन्टिटी बनाउनु भयो।
तर त्यो कम्पनीले उत्पादन वा सेवाको काम गरेर उद्योगको रूपमा चिनिन सरकारी सुविधा पाउन चाहिँ अघि हामीले भने जस्तै सम्बन्धित निकायमा गाउँपालिका, जिल्लाको कार्यालय वा विभागमा उद्योगको रूपमा फेरि छुट्टै दर्ता गराउनै पर्छ। भनेपछि कम्पनी खोल्दैमा उद्योग भइहाल्ने होइन, उद्योगको मान्यता र सुविधा लिन छुट्टै प्रक्रिया पूरा गर्नु पर्यो। ठ्याक्कै। त्यसो भए आज हामीले कुरा गरेका यी सबै जानकारी खास गरी नेपालमै बसेर प्रविधिको प्रयोग गरेर केही नयाँ सुरु गर्न चाहनेहरूका लागि त निकै महत्त्वपूर्ण रहेछन्। एकदमै। यी प्रक्रिया अनि सरकारी सहायताका व्यवस्थाहरूबारे थाहा पाउँदा आफ्नो व्यवसाय सुरु गर्न बढाउन निकै सजिलो हुन्छ। सरकारी तहमा काम गर्न सहज हुन्छ। अनुदान, सहुलियत, ऋण, अरू सुविधाहरूमा पनि पहुँच बढ्ने भयो। हो। आजको छलफलपछि मेरो मनमा एउटा कुरा खेलिरहेको छ। कम्पनी दर्ता गरेर कानुनी रूप त पाइयो, तर उद्योगकै रूपमा दर्ता भएर सरकारी वर्गीकरण र सहायताको दायरामा आउँदा त्यसले व्यवसायको जग कति बलियो बनाउँछ होला? यो एकदमै मनन योग्य प्रश्न हो। श्रोताहरूले पनि यसबारे सोच्नुहुनेछ भन्ने आशा गर्दै आजलाई यही बिट मारौँ है त। हुन्छ।